प्रहरीकै कस्टडीभित्र प्रहरीकै नियन्त्रणभित्र टिप्यो भने नि राज्यको भित्र कुन खालको कृष्णजीको हत्या भएको छ यो धेरै विचार मलाई लाग्छ यो राज्यको भित्र राज्यको दमनबाट गरिएको हत्या हो यो आत्महत्या होइन यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ हामीले पछिल्लो दिनमा सुनिरहेका छौँ राज्यको तर्फबाट आम दलित समुदायमा प्रति क्षमा याचनाको कुराहरू सुनिरहेका छौँ र हामीले अघि पनि भनेका छौँ हामीलाई क्षमा याचना चाहिएको छैन हामीलाई न्याय चाहिएको छ हामीलाई राज्यबाट अतिरिक्त कुरा केही चाहिएको छैन हामीलाई यो राज्य हाम्रो हो यो माटो हाम्रो हो यो भूमि हाम्रो हो र अरू नागरिक सदाको समान पहिचानको समान हैसियतको समान मर्यादाको नागरिक भएर हामी बाँच्न चाहन्छौँ बस हामीलाई त्यति भए पुग्छ फेरि त्यसको सन्दर्भमा राज्यले ध्यान राख्नुपर्छ हामी यहाँ उपस्थित भइरहेका छौँ हालको प्रतिनिधि सभाको सांसदहरूले चाहिँ घटनास्थलमै गएर चाहिँ धर्ना पनि गरिरहनु भएको छ हामी निरन्तर माइती करमण्डलबाट खबरदारी गरिरहेका छौँ र यो आन्दोलन यो अभियान यो माग केवल दलित समुदायको मात्र होइन हामी एउटा सम्पूर्ण समाज चाहने लोकतन्त्रको समाज चाहने गणतन्त्रको समाज चाहने र नागरिकप्रति उत्तरदायी राज्य चाहने सबैको लागि एउटा यो साझा मुभमेन्ट हो र यो साझा मुभमेन्टमा चाहिँ सम्पूर्ण दलित गैर दलित मानव अधिकारको पक्षमा वकालत गर्नुहुने सबै समुदायलाई एकताको लागि म हार्दिक अनुरोध गर्छु र राज्यका तर्फबाट अविलम्ब अतिरिक्त र विशेष खालको एक्सनको लागि हामी आह्वान गर्छौँ र यस